यस श्री सिंहदेवी माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको मिसन एमएससी अर्थात् स्मृति स्तम्भ तथा मञ्च निर्माण कार्यका लागि हालसम्म लालीगुराँस नगरपालिका पूर्व विद्यार्थी तथा अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारी, शिक्षाप्रेमी, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी लगायत सबैले सरसल्लाह, साथ सहयोग, आर्थिक सहयोग गर्दै आइरहनु भएको छ। हालसम्म सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छौँ। स्मृति स्तम्भमा शिलालेख कार्य सुरु भइसकेको हुँदा सहयोग गर्न चाहनुहुने महानुभावहरूमा यही मङ्सिर मसान्तभित्र आर्थिक सहयोग गरी आफ्नो स्थान सुरक्षित राख्नु न अनुरोध छ। शिलालेखमा हालसम्म विद्यालयलाई रु 5,000 भन्दा माथि सहयोग गर्नुहुने महानुभावहरूको नामावली राखिनेछ। साथै यस कार्यको सफलताको शुभकामना सहित लालीगुराँस नगरपालिका वडा नम्बर 6 बस्नुहुने यस विद्यालयका पूर्व विद्यार्थी तथा अभिभावक रमेश थापाले नगद रु 5,155 आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यस कार्यलाई सम्पन्न गर्न विद्यालयलाई अझै पनि रकमको अपुग भएको हुँदा यहाँहरूको सहयोगको अपेक्षामा छौँ। धन्यवाद। मिसन एमएससी मञ्च तथा स्तम्भ निर्माण।